028848 नामक डकुमेन्ट्री सिनेमाको ट्रेलर युट्युबमा रिलिज गरिएको छ, जसलाई देश चिनाउने फिल्म भनेर पनि प्रचार गरिँदैछ। के यो चलचित्रले साँच्चै नै देश चिनाउन सक्छ त? आउनुहोस् आजको यो भिडियोमा ट्रेलरमा के छ भन्ने कुरालाई थोरै चर्चा गरौँ। सगरमाथा भन्ने बित्तिकै हाम्रो छाती एकदमै चौडा हुन्छ। विश्वमा माउन्ट एभरेस्टको देश भनेपछि हामी सजिलै चिनिन सक्छौँ। सगरमाथा हाम्रो पहिचानको विषय पनि हो। सगरमाथाको दृश्य, त्यहाँको जीवनशैलीका बारेमा त यसअघि पनि धेरै चलचित्रहरू बनिसकेका छन्, तर धेरै जसो सिनेमाहरू विदेशी रहेका छन्। 028848 को कन्सेप्ट चाहिँ थोरै फरक रहेको छ। कचन कवलदेखि सगरमाथासम्मको नयाँ रुटलाई यो चलचित्रले एक्सप्लोर गर्ने कुरा निर्माताहरूले बताइरहेका छन्। कचन कवल नेपालकै एकदमै होचो ठाउँ हो, जुन चाहिँ समुद्र सतहबाट मात्रै 58 मिटर उचाइमा छ। टिजरमा पनि यही कुरा देखाइएको छ। यहाँबाट इलाम, कन्याम हुँदै धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गादेखि सोलुखुम्बुसम्म पुग्ने कुरा यो डकुमेन्ट्री सिनेमामा देख्न पाइने कुरा निर्माण टिमबाट आएको छ। त्यसै पनि सगरमाथाको यात्रा एकदमै साहसिक यात्रा हो। यो यात्रामा जीवन र मृत्यु सँगसँगै हुन्छ। ट्रेलरमा पनि लेखिएको छ सन् 1953 देखि यता 300 जना भन्दा बढी मानिसहरूले सगरमाथा चढ्ने क्रममा ज्यान गुमाइसकेका छन्। एउटा सङ्घर्षपूर्ण यात्राको कथा सँगसँगै नयाँ पदमार्गहरूको खोजी गरिएकाले यो सिनेमा एउटा ऐतिहासिक चलचित्र बन्नेमा पनि हामी विश्वस्त हुन सक्छौँ। हिमालका दृश्यहरूले हाम्रो मात्रै होइन, विश्वका सबै मान्छेहरूको मन लोभ्याउँछ। ट्रेलर हेरिन त लाग्छ यो केवल सिनेमा मात्रै होइन, सगरमाथा चढ्ने एउटा गाइडलाइन पनि हो। मनोरम दृश्य मात्र होइन, यहाँ सानो गल्तीले जीवन गुमाउन पनि सकिन्छ भन्ने खतरालाई पनि देखाइएको छ। ट्रेलरमा देखाइएका ती सिनहरू कसरी लिइयो होला भनेर हामीलाई अनुमान लगाउन पनि गाह्रो हुन्छ। यो मेहनतका लागि निर्माण टिमलाई आम दर्शकको तर्फबाट धन्यवाद भन्न चाहन्छु। खास गरी कन्सेप्ट लेख्ने प्रेम बानिया, डाइरेक्सन गर्ने निराजन पाण्डे र बलराम बुढाथोकी अनि कार्यकारी निर्माताका रूपमा रहनुभएका श्रीराम वाग्लेलाई, जसको अधिक मेहनतबाट यो डकुमेन्ट्री तयार भएको छ। यो डकुमेन्ट्रीमा सगरमाथा चढ्न सहयोग गर्ने अनि साहसी यात्रीहरूको अनुभूति देख्न पाइनेछ। यसमा कथाभन्दा पनि बढी मनोरम दृश्य र एउटा उचाइमा पुग्नका लागि गर्नुपर्ने सङ्घर्ष र अनुभूतिलाई हामीले देख्न पाउनेछौँ। ट्रेलरले सपनाको कुरा गर्छ, हिम्मत र आँटको कुरा गर्छ, भोक, थकान, प्रतिकूल मौसमले निम्त्याउने दुःख र चुनौतीहरूको कुरा गर्छ, अनि मुख्य कुरा त इच्छा शक्तिको कुरा गर्छ। केही डायलगहरू एकदमै सामान्य सुनिएको छ, तर यो फिल्ममा हेर्ने भनेको मैले अघि नै भनिसके दृश्य र त्यो सङ्घर्षलाई हो। यो फिल्ममा पात्रभन्दा पनि यात्राको महत्त्व बढी हुन्छ। शून्यबाट विश्वकै अग्लो ठाउँमा पुग्दै गर्दा भएका परिवर्तनहरूको पनि हामी यो चलचित्रमा साक्षी बन्न पाउनेछौँ। रहस्यमयी त्यो यात्राको अनुभव गर्न पाउनेछौँ। यही अगस्तमा थिएटरमा यो चलचित्रलाई रिलिज गर्ने भनिएको छ। अब कहाँ लाग्छ, ठ्याक्कै कहिले लाग्छ भन्ने अपडेट आउला नै, तर जहाँ लाग्छ एकचोटि अवश्य पनि अनुभव गर्न नभुल्नुहोला भन्दै आजको यो भिडियोबाट म एकराज प्रधान बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय नेपाली सिनेमा।